तोडफोड आगजनी सही हुँदैन। अब हुँदा हुँदा त पशुपतिनाथ पनि तोडफोड गर्न जाने राजनीतिको निम्ति रे। अन्तर्राष्ट्रिय विमानस्थलमा बम पड्काउन जाने त्यो पनि राजनीतिकै निम्ति रे। अनि कतिवटा बम कतिवटा प्लेन आगजनी गरिसकेपछि कति पैसा पाउने, कतिवटा हेलिकप्टर चाहिँ नष्ट गरेपछि कति पैसा पाउने, कसको घर नष्ट गरेपछि कति पैसा पाउने। र यसमा केही आफूलाई सामाजिक व्यक्तित्व भन्नेले पनि आफ्नो कर्तव्य बिर्सेर अराजकतामा साथ दिन गएको यो सार्वजनिक फोटोहरू भिडियोबाट नै हेर्नु पर्दा त मलाई आफैलाई पनि लाज लाग्छ। कस्तो सम्मानित व्यक्तित्व हो र के काम गरिरहेछन्, कसको हितमा गरेका छन्, त्यो नेपालको हितमा थियो कि थिएन। संसद भवन जलाउनु नेपालको हितमा थियो, सिंहदरबार जलाउनु नेपालको हितमा थियो, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, प्रहरीका कार्यालयहरू, सरकारी अफिसहरू, अझै भन्ने हो भने केवल कार, कतिपय सोरुमहरू, कतिपय होटलहरू, यो सबै राष्ट्रको हितमै जलाएको हो कि कसको सेवा गरेको। त्यस कारणले गर्दा म भन्छु गलत हुने कुरा त भइसक्यो। गलत गर्नेले पश्चाताप पनि गर्नुपर्छ र दण्डित पनि हुनुपर्छ भन्ने मलाई लाग्छ।